भनेपछि हजुरहरू त के अरे त्यहाँ पुगेपछि इन्डिया चाहिँ नि के अरे हजुरबा बित्नुभएको चाहिँ कार्तिकमा अनि त्यहाँबाट हजुरहरू चाहिँ नि चैत्र मात्रै थाहा पाउनु इन्डियामा चैत्रमा थाहा पाएपछि त्यसपछि बल्ल चाहिँ नि हजुरहरू 3 भाइ अनि त्यहाँबाट चाहिँ नि जेठा माइला कान्छा हजुरहरू 3 भाइ र हामीहरू समेत गरेर बल्ल हामी बिनाबारी फर्किएपछि चाहिँ नि क्रिया गर्नु पर्ने साइदावाला गरिसक्नु भएको थियो अनि अब हजुरहरूले बाहिर खाना बनाएर खानुभयो बाहिर शुद्ध मतलब चोखो गरेर खाना गएपछि त्यहाँ अब होइन हामी त त्यहीँ बस्यो 25 सालमा मात्रै फर्के आएको चितवन त त्यही बस्नुभयो कोही महत्त्व थाहा भएन दिन बस्यो अब हजुरहरू चाहिँ महिलाबा चाहिँ फर्काउनु भयो होइन फर्केपछि त्यसपछि त्यहाँबाट चाहिँ आउनुभयो काशी आएपछि अब काशी चाहिँ गङ्गाजी नुहाउनु पर्यो भनेर लाग्नुभयो अनि त्यसपछि के भयो काशी नुहाएर गयो जहाँ फेरि नुहाएर जानुभयो 2 जना हजुर सालभर नगएको पिण्ड दिन पाइने के अरे नुहाएर गएको सालभर भाहरू किन्न पाइएन नुहाएर चाहिँ जानुभयो पहिले त काशीबाट फेरि बस चढेर जानु पर्थ्यो होइन रेलगाडी चढेर काशीमा रेल पाइन्थ्यो अर्को काशीसम्म बसमा जाने काशीसम्म बस जाने काशीबाट मात्रै बस रेल चढ्ने हो म त भिलाइ जानलाई अनि पहिले त्यो कुन बाटो हुँदै जानुहुन्थ्यो बिनामारेबाट बाटो कुन बिनारेर घर निक्लेपछि हजुर हिँड्ने बाटो एउटा तानसिङ भएर बिनारेर निक्लो 2 दिनमा तानसिङ गइन्थ्यो तानसेन हजुर 2 दिन तानसेन हजुर तानसिङबाट निक्लेर त्यहाँबाट 2 दिन बटोल 2 दिन बटोल भनेको नाउडाँडा पर्दैन नाउडाँडा पर्दैन थियो नाउडाँडातिर जानु पर्दैन थियो तानसेल बुटोल हुँदै जाने हो हजुर अनि त्यो 2 दिनसम्म तानसेलबाट फेरि अर्को 2 दिन बुटोल हजुर 3 दिन 3.5 दिन लाग्थ्यो बटोल पुग्नलाई उहाँको बिनाबारेबाट हजुर त्यसपछि बटोल पुगेपछि चाहिँ नि त्यहाँ बस पाइन्थ्यो बस पाएँ त हिँडेर जानुपर्छ सुनलीसम्म सुनलीसम्म हिँडेर जाने हजुर सुनली गएर बस पाइन्थ्यो हजुर सुनली गएर बस चढेरलाई काशी गइन्थ्यो त्यहाँबाट त्यहाँबाट काशीसम्म डाइरेक्ट त्यहीँबाट बस चढ्ने सरकारी बस हो कि कस्तो हुन्थ्यो सरकारी बस हुन्थ्यो कति पैसा लिन्थ्यो नि त्यति बेला बसले 4 रुपियाँ 4 रुपियाँ मात्रै अनि त्यति बेला त 4 रुपियाँ त्यही मट्टीतिर कति लिटर कति पैसा पर्थ्यो नि खोइ त्यही 80 पैसा थियो कि 70 पैसा थियो मट्टीतिर 1 लिटरलाई अनि घिउ त उही 5 मोहर 3 रुपियाँ मानाको हेरी पाइन्थ्यो कसै कहाँ 5 मोहर भन्थ्यो कसै 3 रुपियाँ लिन्थे अनि त्यसपछि अरू चामल मकै चामल कति रुपियाँ किलो त चामलको सोधिएन अब किन्न परेन कि किन्न त्यो घरको भएको कि त्यति बेला हजुरको पाला त्यहाँ गाई बसी कति थियो नि बिनाबारेमा 2टा गाई एउटा भैँसी 3टा थिए एउटा गोरु एकल गोरु पहिला एकल थिए त्यहाँ म आउँदा छुट्टी आउँदा वर्ष एउटा मात्रै थियो गोरु त्यहाँ गोरु किनेर गएको अर्को गोरु मरेर त गोरु किनेर गएको म हजुर हजुरले त्यहाँबाट नयाँ घर पनि अर्को किन्नु भएको थियो के अरे पछाडि होइन ढुङ्गाल साग उतोटी किनेर उतापट्टि त्यो एउटा चाहिँ कमलहरूको पनि त्यहाँ घर थियो नि कमल घर मात्र त्यो भाटेबारीले लिएको भाटेबारीले लिए कमलको घर चाहिँ नि कमलहरूको चाहिँ घर चाहिँ भाटेबारीले लिए अनि हजुरले ढुङ्गाल साग नयाँ बनाउनु कमलको बाले बनाएको घर मैले लिएको त्यही त बस्ने घर भाटेबारीले लिए बुढो घर कमलको बाले बनाउनु भएको घर चाहिँ हजुरले लिनुभयो किन्नुभयो त्यही त त्यो घर मलाई याद छ अनि त्यसपछि त्यहाँबाट चाहिँ यता पुरानो घर त्यता जेठा बाबा खाने घर चाहिँ त्यही त म अस्ति जाँदाखेरि त्यहाँ चाहिँ नि त्यहाँ एकजना चाहिँ नि के अरे ती जेठा साईको कमलको बाको नाम के अरे विष्णुको बाको नाम
उसको नाम अरे विष्णुको बाबु भाटेबारीको भाटेबारी विष्णुको बाबु नाम देश भाटे त्यो विष्णुको कान्छी आमा हुनुहुन्थ्यो त्यहाँ कान्छी आमा हो के अरे को नि उहाँले चाहिँ त होइन त्यो हाम्रै पुरानो घर भन्नु हो पुरानो घर त हाम्रो यतापट्टि पो थियो मैले चाहिँ अस्ति हामी बिनाबारी जाँदाखेरि उहाँलाई त्यो थाहा रहन्छ अनि मैले यो घर त हाम्रो त्यहाँ जेठा बाको घर हो अब भने चाहिँ मैले चाहिँ सोचेको थिएँ ए त्यो घर हजुरले किन्नुमा घर अझै पनि छ ढुङ्गाले छाएको मैले भनेपछि ए हजुरले पछि गएर ढुङ्गाले छाउनु त्यो कसलाई बेच्नुमा आयो भने पल्लारे काइलालाई ए पल्लारे काइला अहिले पल्लारे काइलामा बस्नुहुन्छ नै पल्लारे काइला त उहाँ घर बनायो नि यो के अरे बिसन्चु भाइ नाम पनि बिसन्चु भाइ ए त्यही नजिकै कुसमिसेर ए कुसमिसेरमा ए उहाँ बनाएर त्यहाँ बेच्नु भयो त्यो घर अर्कोलाई बेचेर बाहिर खेत राखेको छ ए घर बेच्यो ए हाम्रो त्यहाँ त्यो पुरानो खेत कहाँ कहाँ थियो यता चाहिँ नि माझिरुम्टा थियो मल्याङ ए मल्याङ टाढी टाढी अनि यतापट्टि चाहिँ बाजीको घरबाट के घर बिरौटो बिरौटो ए बिरौटो ए